तपाईहरूले यो संसारमा घटेका अनेकौं रहस्यमय घटनाहरू सुनिरहनु भएको होला। त्यस्तै आज म तपाईँलाई एउटा रहस्यमय किताबको बारेमा भन्न गइरहेछु, जुन किताबको नाम द भोयनिज मनुस्क्रिप्ट हो। कार्बन डेटिङबाट यो 15औं शताब्दीको सुरुवाततिर बनेको र 600 वर्ष पुरानो भन्ने कुरा पत्ता लागेको छ र यसमा 240 पेजहरू छन्। पुरानो किताबको विक्रेता विल्फ्रेड भोयनिजले यसलाई किनेर सन् 1912 मा लाइब्रेरीलाई दिनुभएको थियो। त्यही भएर यसको नाम चाहिँ भोयनिज मनुस्क्रिप्ट रहन गएको हो। पछि फेरि पुरानो सामानहरूको संग्रहकर्ता एचपी क्रोजले $24,500 मा यसलाई किनेर सन् 1961 मा येल युनिभर्सिटीलाई दान दिनुभएको थियो। यसमा लेखेका भाषा लिपिहरू अहिलेसम्म कसैले पनि पत्ता लगाउन सकेका छैनन्। यसमा विभिन्न वनस्पति र जनावरहरूको चित्रण छन् जुन अहिलेसम्म अस्तित्वमा नै रहेका छैनन्। यसलाई विभिन्न समयमा विभिन्न साइन्टिस्टहरूले डिकोड गर्ने प्रयास गरेको भए पनि अहिलेसम्म कोही पनि सफल हुन सकेका छैनन्। यसमा सूर्य, चन्द्र, तारा, खगोल, ब्रह्माण्ड, राशि र ग्रहहरूसँग सम्बन्धित कुराहरूको चित्रण गरिएको छ। कसैले चाहिँ यसलाई अर्को ग्रहको एलियनहरूले पनि लेखेको भन्ने गर्दछन्। विल्फ्रेड भोयनिजले यो किताबलाई लाइब्रेरीमा दिने बेला भनेका थिए, जसले यो किताबलाई डिकोड गर्न सक्दछ त्यो व्यक्ति नै यो संसारको शक्तिशाली मानव हुनेछ भनेर।